फेरि भने जस्तो होला कसको बुढी कसको बुढासँग बसेको छ यसो चिन्नु होला अरे कि है। अनि त्यही भएर राम्रो लाग्छ। सो हेलो गाइस, फेरि पनि वेलकम टु ब्याक अगेन हाम्रो ब्लग च्यानलमा। र आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने। र म अर्जुन डोङ फेरि पनि तपाईँहरूको माझमा उपस्थित भएको छु सानो जस्तो भिडियो अथवा सानो जस्तो रिल अथवा सानो जस्तो क्लिप नै भनेर होइन। र जब पनि म च्याट्ट हुन्छु तब त म कहीँ न कहीँ त घुम्न नै जान्छु अभियसली। र यो तपाईँहरूले हेर्दै सक्नुहुनुहुन्छ फेरि पनि लिमासोलको हो मल्स पार्क होइन, मलस पार्क। र यो म तपाईँलाई देखाउँछु, यो चाहिँ लिमासोलको सबभन्दा हाई ठुलो बिल्डिङ हो होइन। यो चाहिँ एकदम गण्यमान्य र चलेको ठाउँ होइन। अनि यो छु अहिले म चाहिँ ब्रिजमाथि होइन। र फाइनली आज धेरै जाडो छ, त्यही कारणले चाहिँ मान्छेहरू खासै देखिरहेको छैन होइन। अनि त्यही भएर चाहिँ त्यस्तो भइरहेको छ। र अभियसली मौसम पनि यस्तो भइरहेछ कि पानी पर्ला कि जस्तो पनि भइरहेछ। यो हेर्नु सक्नुहुन्छ तपाईँहरू होइन। देखौँ यसको मौसमको वातावरण तपाईँहरूले हेरेर नै बुझिरह होला कि आज सायद अभियसली नै पानी पर्नु नै सक्छ। सरी, अब तपाईँहरूलाई चस्मा खोलेर देखाउँछु म, यस्तो छु म होइन। र अभियसली आज पानी पर्नु सक्छ। र फाइनली गाइस साथीहरू है, म चाहिँ लिमासोल आउँदाखेरि चाहिँ म जहिले पनि आफूलाई एकदम एन्टरटेन गर्छु र आफूलाई धेरै खुसी राख्छु र आफू धेरै खुसी बस्ने नै कोसिस नै गर्छु होइन। र यो मेरो फितरत छ कि मलाई चाहिँ एकदम खुसी बस्नु मन लाग्छ र सबैलाई खुसी गर्नु मन लाग्छ। र यो तपाईँले हेर्न सक्नुहुन्छ है, आज पानी पर्न लागेको छ तर पनि मान्छेहरू यति धेरै छ कि नेपालीहरू। अनि यहाँ चाहिँ फेरि भने जस्तो होला कसको बुढी कसको बुढासँग बसेको छ यसो चिन्नु होला अरे कि है। अनि त्यही भएर राम्रो लागिरहेछ। आज जाडो भयो पनि तर पनि जे होस्, अब त अलिअलि तातो पनि भयो तर पनि हावा हिजो 2-3 दिन पानी पर्ने कारणले चाहिँ एकदम मौसम एकदम चिसो भइरहेछ। र यो एरियाहरू फाइनली अहिले चाहिँ म मल्स पार्कभित्र छु। टाइम कति भएछ? 10 साढे के भएछ? 10:30 पो भएछ त है। मैले त 11 बजे जस्तो लागेको थियो। 11 त बजेन छ, मलाई लाग्यो 11 बज्यो होइन। तर 11 बजेन छ अभियसली, नो प्रब्लम, जजमेन्ट म्याटर होइन। त्यो कुरादेखि फरक परेन। यो म तपाईँहरूलाई यहाँ देखाउँछु है। फेरि यो चाहिँ लिमासोलको सबभन्दा यो चाहिँ लिमासोलको एकदम फोटो खिच्ने प्लेस हो होइन। यहाँ चाहिँ मान्छेहरू धेरै जस्तो फोटो खिच्न आउँछन् र भिडियो बनाउन आउँछन्। जति पनि यतिखेर तपाईँले साइप्रसमा कुनै पनि भाइरल भिडियोहरू देख्यो भने अभियसली यही एरियाको होला। अभियसली मलाई पनि त्यही लाग्छ र आई होप तपाईँलाई पनि त्यही लाग्छ र मलाई पनि त्यही लागिरहेको छ होइन। र यो हेर्नु सक्नुहुन्छ तपाईँहरू अद्भुत दृष्टि अरे क्या दृष्टि होइन। यो चाहिँ लुक लाइक जस्तो कि डाइनोसरको अन्डा टाइपको छ होइन। तर पनि यो तपाईँहरू नझुक्किनु होला, यो अन्डा होइन, फेरि इट्स फेक भन्छ नि त्यसलाई हो, त्यस्तो टाइपको हो होइन। त्यही भएर यसले तपाईँले सिरियसली नसम्झिनु होला। त्यसैले कुनै मान्छेहरू कति मान्छेहरू कुदिरहेछन्, जगिङ गरिरहेछ, कुनै मान्छे अब यहाँ सङ्गति गरिरहेछन् क्रिसमसको क्रिस्चियनको होइन। यो पुल हेर्नुहोस् तपाईँहरू, यति राम्रो छ कि यति राम्रो छ तपाईँहरूलाई भन्नै सक्दैनन् होइन। मेरो साथीहरू कहाँ हारे, मेरो साथीहरू हारेछ होइन। फाइनली एकैछिन यहाँ चाहिँ कतिको छ, कसको बुढा हो कसको बुढी हो सबैले चिन्नु है यहाँ। ल अहिले चाहिँ मैले एउटा ब्लग बनाइरहेको छु, कसको बुढाहरू छ कसको बुढी छ सबैले चिन्नु पऱ्यो है। ल है फाइनली यो चाहिँ मल्स पार्क हो होइन। अनि यो चाहिँ यस्तो छ होइन। अहिले चाहिँ फाइनली हामी आइसकेको छु। अब यो परिवारलाई अलिक जुम गरेर हेरौँ राख्छु ल। अहिलेको लागि चाहिँ आजको लागि चाहिँ भिडियो यति नै छ। सबैजनालाई टाटा बाई बाई। भिडियो मन परेमा लाइक र कमेन्ट र सेयर गरिदिनु त। हेभ अ नाइस डे गाइस, इन्जोय।